हङकङको व्यस्त शहरमा पनि हाम्रै नेपाली दिदीबहिनीहरूले देखाउनु भएको छ अनलाइन डिजिटल बिजनेसबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण। आजको पुस्ता नयाँ प्रविधिसँगै अगाडि बढिरहेको छ। सोशल मिडिया, डिजिटल अनलाइन बिजनेस, एआई जस्ता अवसरहरूले घरमै बसेर पनि आम्दानीका स्रोतहरू बनाउन सकिन्छ भन्ने कुरा प्रमाणित गरिदिएका छन्। पहिले सुन्दा पत्याउनै नसकिने जस्ता कुरा अब हाम्रो समुदायकै दिदीबहिनीहरूले सम्भव बनाइदिनु भएको छ। समूहमा मिलेर सानो सुरुवात गरेर आज उनीहरूले आफ्नो जीवनशैलीमा ठूलो परिवर्तन ल्याएका छन्। यो डिजिटल युगमा केवल कुरा गरेर होइन, साहसिक कदम चालेर, सिकेर, प्रयोग गरेर हाम्रो नेपाली समुदायले देखाएको छ सफलता सम्भव छ जहाँ इच्छा र मेहनत हुन्छ। त्यसैले डिजिटल बिजनेस केवल सपना होइन, यो हाम्रो भविष्य हो। हाम्रो दिदीबहिनीहरूको उदाहरणले देखाउँछ सुरुवात सानो भए पनि परिणाम ठूलो हुन्छ। अब तपाईको पालो छ, साहसिक कदम चाल्नुहोस्। डिजिटल संसारमा आफ्नो स्थान बनाउन सुरु गर्नुहोस्। सफलताको बाटो यहीँबाट सुरु हुन्छ।